साथीहरू आज म तपाईहरुलाई फ्राई नगरिकन अनि ग्रेभी माछा बनाएर देखाउँछु। तपाईहरु पनि त्यस्तै बनाएर खानु होला ल। सुरुमा चाहिँ मज्जाले माछालाई सफा गर्ने है, अनि फेरि त्यसमा नुन अनि खुर्सानी बेसार राखेर मोल्ने, अनि मोलेर आधी घण्टा जति त्यसै छोड्दिने, अनि अलिकति कागती पनि राख्ने के। अनि त्यसपछि उता कराई बसाल्ने, कराईमा ज्वानो मेथी सबै पुर्याउने, कालो बनाउने, अनि प्याज लसुन अनि मसलाहरु सबै गोलबेडा सबै राख्ने के। अनि त्यसपछि फेरि त्यसलाई अनि गोलबेडा पनि राखिसकेपछि अनि अलिकति फेरि त्यो सरसिमको धुलो पनि राखे पनि भयो। मैले चाहिँ गेडा थियो, गेडा पिसेर राखेँ, अनि अलिकति पानी राखेँ, अनि एकैट पकाएँ। अनि पकाएपछि फेरि मिक्सरले घुवाइया पारेँ के, त्यही कराईमै पार्दै क्या। फेरि मैले फेरि अर्को भाँडामा निकालेर मिक्सरमा राखिन, त्यो अर्को मिक्सरले घुवाइया पारेँ। अनि त्यसपछि फेरि त्यसलाई कराईमा बसालेँ, अनि उम्लिसकेपछि माछा राखेँ, माछा राखेर 15 मिनेट जति पकाएँ। अनि एकदम टेस्टी हेल्दी, तपाईहरु पनि यस्तै बनाएर खानु होला, एकदम स्वादिलो हुन्छ है फ्राई नगरिकन पनि।